everyone, नमस्ते and welcome my next vlog. होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला। आज चाहिँ हाम्रो दुवैजनाको छुट्टी परेको हुनाले आज चाहिँ हामी सँगै खाना खान गइरहेको छौँ। अनि अर्को कुरा भन्दाखेरि हामीले 2 PM करेन्ट आउँछ हामीले त्यो फुटबल भेटेको थियौँ अनि हामीले लिएर आएको छौँ। हामी टेस्ट गर्नेवाला छौँ। हेरौँ यसको टेस्ट चाहिँ कस्तो हुनेछ। हामीले अहिलेसम्म तपाईँ ट्राई गर्नुभएको छ? हामीले चाहिँ अहिलेसम्म ट्राई गरेको छैनौँ। अनि त्यसपछि यहाँ रहेको छ अर्को कुरकुरे पनि 2 PM को, यो दुइटै रहेको छ 2 PM को। हामी ट्राई गर्न लागिरहेको छौँ। हेर्नु कस्तो हुन्छ यसको टेस्ट। अनि यो चाहिँ हामी लास्टमा खानेवाला छौँ। अनि हामी चाहिँ खाना खान स्टार्ट गरिरहेको छौँ दुवैजना सँगै धेरै दिनपछि। हामी चाहिँ सुरु गर्छौँ ल खाना। यदि हजुरहरूले मेरो भिडियो अगाडिको हेर्नुभएको छैन भने हेर्नु होला। दुबईमा चाहिँ अहिले एकदमै धेरै गर्मी बढेको हुनाले ह्युमिडिटी भएको हुनाले बाहिर हिँड्न बाहिर बस्न चाहिँ अलिकति धेरै गाह्रो नै हुन्छ। कस्तो भयो नि त? हामी चाहिँ खाँदैछौँ फर्सी र चना, जुकिनी के सानो गर्दा नि फर्सी जस्तो तर सानो हुन्छ, त्यसलाई चाहिँ जुकुनी भन्छ। पिरो भएको रहेछ सब्जी पिरो, त्यसमा के हो? मलाई हाल्नु खोर्सानी सब्जी नै पिरो रहेछ। सब्जी नखानु। गरेको रहेछ 2 PM को। 2 PM स्न्याक्समा छ अनि हटेस्ट रे नि त नि हटेस्ट नुडल्स अफ नेपाल। अब हेर्नु कस्तो हुन्छ यसको टेस्ट चाहिँ। रिभ्यू देखे अनुसार चाहिँ यसको फ्लेभर के हुन्छ अरे पनि त्यो कि त्यो हुँदो रहेछ क्या के अरे धेरै के को तपाईँहरू हामीले चाहिँ यो खोली रातो छ यहाँ हेर्नु न। ट्राई गर्नु त तपाईँ ट्राई गर्नु पिरो चाहिँ अनि यो 2 PM हो एक्स्ट्रा फ्रेस वाला हुन्छ नि, फ्रेस फ्लेभर आउँछ नि, जो नेपालमा कुछ नआउने रहेछ। एक्स्ट्रा स्पाइसी छ नि त यो, एकदमै धेरै स्पाइसी हो नि। अकबरे ट्विन्स रे यहाँ हेर्नु न पछाडि यो चाहिँ अकबरे ट्विन्स। यो चाहिँ एकदमै धेरै पिरो हुन्छ। अमिलो अमिलो पनि छ त। त्यो जुन त्यो फ्रेस आउँछ नि त्यो छैन क्या, होइन धेरै पुरानो जस्तो टेस्ट छ होइन। नेपालको कुरकुरेहरू केही खाँदा पनि त्यो जुन फ्रेसनेस आउँछ नि त्यो चाहिँ छैन क्या, धेरै दिन भएर पनि होला। प्रोडक्सन पछि गोदाममा कति वर्ष, गोदामबाट यो आउँदाखेरि सिपमा कति वर्ष। यहाँ त एक्सपायरी डेट पनि हुन्छ होइन र? जहाँ पनि एक्सपायरी हुन्छ, नेपालमा पनि एक्सपायरी डेट हुन्छ नि। त हामीले नेपालमा एक्सपायरी हेर्ने चलन छैन, त्यही भएर वास्ता नभएको। मलाई खाना धेरै हुन्छ जस्तो लाग्यो। मलाई चाहिँ यो कुरकुरे मन परेन, तर मलाई चिज बल चाहिँ मनपर्छ जस्तो लाग्यो। मलाई पनि खासै लागेन। चिज बल मन परेन, ए कुरकुरे खासै लागेन। दही हाल्ने, म त दही हाल्न लाग्यो। नै खानु पेट चिसो हुन्छ नि दही।
टेस्ट चाहिँ केही पनि छैन, नुनिलो पनि छ, अलिकति धेरै चर्को पनि छ, अनि त्यो धुलो खोर्सानीको धेरै स्मेल आइरहेको छ। मलाई त भात धेरै हालिदिनु भयो। कहाँ धेरै हालिदिउँ मैले त्यो अघि तैँले भयो भने त्यहाँदेखि मैले हालेँ थपै फेरि यो खोर्सानी डेन्जर छ। श्रीलङ्कन खोर्सानी हो नि त। 100 रुपियाँ ल्याएको कहाँबाट? क्यारिबरबाट। उनीहरूको भेजिटेबल चाहिँ फ्रेस पाउँदो रहेछ क्या श्रीलङ्कनहरूको। त्यो श्रीलङ्कन पसलहरूमा त्यो अस्ति त्यहाँ बदुबाट हामीले ल्याउने सब्जी कस्तो फ्रेस हुन्छ। त्यो पनि श्रीलङ्कन पसल। के अरे अलिअलि के भन्छ सुकेकोलाई सुकेको होइन हौ त्यो अब उहाँबाट ल्याउँदा ओर्दा त्यो टेम्परेचर त फरक परिहाल्छ। त्यो भए पनि तर मिठो हुन्छ। अहिले चाहिँ हामी कति बजिरहेछ? 6:30 भइसकेको छ। हामी चाहिँ 6:30 बजे खाना खाँदैछौँ यतिखेर। यो बिहानको खाना हो कि बेलुकाको खाना हो? बिहानको र दिउँसोको मिक्स। बेलुकाको त हाम्रो कति बजी हुन्छ? 2 बज्छ। 2 बज्छ। यो रातो श्रीलङ्कन खोर्सानी पनि हालेन नि त, त्यही भएर पनि पिरो भएको रहेछ। कहाँ हो? तर सब्जी हाल्थ्यो। मलाई त भात धेरै हुन्छ, म खान सक्दिनँ। कति पहिला जति सक्छ त्यति खा, नसकेको म खाएको खाइसक्छु। ल भयो भयो। मलाई धेरै हाल्नु भएको थियो नि त। त्यही त हाम्रो चाहिँ जहिले पनि खाजा खाने टाइम होस् या खाना खाने टाइम होस्, जहिले साँझ चाहिँ परेकै हुन्छ। किनभने अब 2 बजे ड्युटीबाट आउँदा खाना खाँदा ओर्दा सबै काम सक्दाखेरि चाहिँ हाम्रो म्याक्सिमम् सुत्ने टाइम 4-5 बजेको हुन्छ। अनि सुत्ने बित्तिकै ओछ्यानमा निद्रा लाग्दैन। अनि मोबाइल हेऱ्यो 1 घन्टा, मोबाइल हेऱ्यो, कहिले मुभी हेऱ्यो, बिहान भइसकेको हुन्छ। हाम्रो बानी यस्तो छ क्या, सुरुमा हामी त्यो हेर्नसम्म रिल्स हेर्छौँ अनि लास्टमा गएर अनि 1 घन्टा सकिसन्छ त्यहाँ। अनि त्यसपछि मुभीमा सुनिन्छ, मुभीमा 2 घन्टा त सकिन्छ। अनि त्यहाँ सुत्ती 3 घन्टा यत्तिकै बित्छ। झन् बानी खराब भएको थाहा छ हाम्रो। जब त्यो झ्यालको कुनाबाट त्यो बाहिर घाम लागेको देखिँदैन तब लाग्दैन। किनभने अब यहाँनिर प्राय नाइट ड्युटी हुन्छ सबैजनाको। अनि अब नाइट ड्युटी हुँदाखेरि अनि ड्युटीबाट आउँदा ओर्दा खाना खाँदा ओर्दा बिहान त भइहाल्छ। मैले त्यो सब्जी थोरै हाल्दैन यो धेरै सबै भने होइन थोरै पो भने खास मन पर्दैन नि। फ्राई भएको मात्र मनपर्छ। यो ऊ भएछ कि टमाटर कम भएछ क्या। हजुरहरू कतिजनालाई चाहिँ यो मनपर्छ है, तर हामीलाई चाहिँ यो मन परेन। बिउ भन्दाखेरि चाहिँ मलाई चाहिँ यो मन परेन। 80-20 यहाँ चाहिँ के छ भने यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले, यहाँ यति धेरै धुलो खोर्सानी हाले जस्तो त्यो खाँदाखेरि पनि अकबरी होइन सुक्यो खोर्सानीको फ्लेभर छ क्या। त्यस्तो आइरहेको हल्का सब्जी हालिदिन्छ। तर यो अरूलाई पनि मन पर्न सक्छ नि त धेरैजनालाई। यसो अल्छी लागेको बेलामा यसो स्न्याक्स खाम भन्दाखेरि चाहिँ यो ठिकै छ। तर यति सबै चाहिँ एकजनाले चाहिँ खाइसक्दैन। अब मुभी हेर्न मन लाग्यो, अब कोही मान्छेको बानी हुन्छ नि त चलाइराख्ने केही न केही। तर पनि एकजना मान्छेले चाहिँ यो सबै खाइसक्छ जस्तो लाग्दैन। चान्सै छैन। यति धेरै यो रातो यो धुलै खोर्सानी हालेको हो कि होइन, फुड कलर पनि हुन्छ हुन त। तर यसमा चाहिँ अकबरीको फ्लेभर होइन सुकेको खोर्सानीको फ्लेभर। तपाईँलाई दही मन पर्दैन? म लास्टमा खान्छु।
कोरियन हो जस्तो लाग्यो कि कोरियामा बनेको होइन कि एकछिन तपाईँको सुनसरी डोबी यो नेपालबाटै ल्याएको होला। यो मुख पकड जस्तो मुख पकड मुखमा पकड्नु सकिन्छ ए, त्यही त। प्रोडक्ट अफ नेपाल नै छ कि या फेरि डोबी सुनसरी लेखेको छ प्रोडक्ट अफ त्यही नेपाल त। छ कि मैले एक्ज्याक्ट ठाउँ चाहिँ हेर्न खोजेँ कहाँको रहेछ घर छेउकै त रहेछ Nice. यो 2 PM स्न्याक्स हो अनि त्यो चाहिँ अकबरे ट्विन्स अरे तर यसमा अकबरेको चाहिँ केही पनि टेस्ट छैन धुलो खोर्सानीको मात्र टेस्ट छ खोइ नेपालको अमिलो अमिलो छ तर हजुरहरू कमेन्ट गर्नुहोस् है नेपालमा यस्तै हुन्छ यो 2 PM को यो स्न्याक्स पाउन त्यस्तै पाउँछ होला तर यस्तै पाउँछ होला त्यस्तो यस्तो हुन्छ फेरि विदिन कन्ट्री सेल गर्ने सामान बेग्लै हुन्छ होइन बाहिर ल्याउने एक्सपोर्ट गर्ने बेग्लै हुन्छ कहाँ जस्तो हुन्छ त्यसो भए किन ओके नेपालमा जस्तो सानो इक्जाम्पल नेपालमा हाम्रो त्यो चाउचाउ छ होइन वाइ वाइ ल वाइवाईको इक्जाम्पल लिउँ वाइवाई नेपालमा यति मिठो हुन्छ नेपालको वाइवाईको टेस्ट अर्कै हुन्छ होइन यहाँको वाइवाईको टेस्ट अर्कै हुन्छ अनि प्लस यहाँको वाइवाईमा हालालको साइन हुन्छ अरबिकमा लेखेको हुन्छ हो तर प्रोडक्ट अफ नेपाल नै लेखेको हुन्छ नि त अनि तै चेन्ज हुन्छ क्या यहाँनिरको वाइवाईको चाहिँ यति नमिठो के अरे चटपटीहरू बनाएर खाँदाखेरि चाहिँ मिठो हुन्छ तर पकाएर खायो भने चाहिँ नेपालको जस्तै अलिकति पनि टेस्ट आउँदैन क्या त्यो मसला कति मिठो हुन्छ नेपालमा झन् भेज चाउचाउको मसला मलाई मसला त भेज चाउचाउको मनपर्छ हाम्रो रोसमालाई मैले चाहिँ यो कहिले ट्राई गरेको थिएँ भने नानीले के अरे दोकानमा जाँदाखेरि यो खाने भनेर लिँदाखेरि चाहिँ उसले खान नसकेर हामीले टेस्ट गरेको थियौँ क्या तर सानो प्याकेट थियो तर यो एक्स्ट्रा स्पाइसी थियो होइन जस्ट 2 PM को स्न्याक्स मात्रै थियो त्यतिखेर मैले ट्राई गरेको थिएँ त्यो चाहिँ बरु मिठै थियो किनभने त्यो सानो थियो त्यो त नेपालको थियो नेपालको त अफकोर्स मिठो भइहाल्छ तर यहाँको चाहिँ यो एउटा मात्र खानुभयो त के चाहिँ यो खाएन मलाई 3-4 आइसक्यो यो हुन त हामी यस्तो खाने नभएर पनि होला कि हामीलाई स्वाद थाहा नभएको कि होला सायद तर यसमा चाहिँ त्यो धुलो खोर्सानीको टेस्ट छ क्या अकबरीको छैन त्यो चाहिँ मन नपरेको मलाई मेन चाहिँ अनि प्लस त्यो खाँदाखेरि त्यो थाहा भइहाल्छ नि कुन चाहिँ ताजा ताजा भन्दा पनि ताजा त कुनै पनि हुँदैन मैले चाहिँ यो खास किन ल्याएको थिएँ भन्दाखेरि उहाँले यो ट्राई गर्नुभएको थिएन तपाईँले देख्नु पनि भएको थिएन होला उहाँले देख्नु पनि भएको थिएन अनि प्रोडक्ट अफ नेपाल भएको हुनाले चाहिँ मैले यो लिएर आएको यसको पैसा कति पऱ्यो त्यो चाहिँ थाहा थिएन तर सस्तैमा थियो अफरमा थियो मैले लिएर आएको थियो उहाँलाई पनि मन परेन अब 2 PM को चिज बल ट्राई गर्न बाँकी छ हामीले अझै गर्ने धेरै त्यो खायो चाहिँ अलिकति टेस्ट गर्दा भइहाल्यो नि खाना चाहिँ धेरै नै खायो अब यति खाएर बेलुका के खाने बेलुका 2 बज्छ 7-8 घन्टा छ रोटी लिएर आउनु लाइट केही खानु रोटी लिएर आउनु पर्छ हामीले यो सब्जी नेपालमा देख्नु भएको थियो यो जुकुनी सानो कट्टा सानो हुन्छ होला हो नेपालमा पाउने कुराहरू यहाँनिर पनि पाउँछ पाउन चाहिँ नपाउने चाहिँ केही पनि हुँदैन यहाँ सबै थोक पाउँछ तर नेपालको जस्तो टेस्ट हुँदैन अर्को कुरा भन्नु पर्दाखेरि यो काँक्रा मैले चाहिँ यो दुबई आइकन देखेको यत्रो सानो काँक्रा यत्रो काँक्रा हुन्छ नेपालमा देख्नु भएको थियो मैले चाहिँ देखेको थिइनँ मैले चाहिँ दुबई आएरै देखेको यो काँक्रा यो त्यही अलिनमा बन्छ क्या अलिनमा प्रोडक्ट हुन्छ यो प्रोडक्सन हुन्छ अनि हरू यहीँबाट ल्याउँछ नि त होइन नेपालबाट ल्याएको यो त्यो भन्छ नि त नेपालबाट ल्याउँछ सागहरू होइन यो सानो काँक्रा चाहिँ अलिनको लोकल हो क्या यो काँक्रा भनेको सागहरू त ल्याउँछ नि होला नेपालबाट हाम्रो घरमा
गाईले खाने कुराहरू यहाँ सब्जी खान्छन्। के हो मैले अहिलेसम्म त्यो केराको भित्रको त्यो हुँदैन थम्बा, त्यो पनि छिलेर भित्रको पातलो कलिलो हुन्छ त्यो पनि खाँदो रहेछन् कसले मान्छेहरूले। हैट। म हजुरहरूलाई नेक्स्ट भिडियोमा मार्केट गएको बेलामा देखाउँछु, यहाँको भेजिटेबलहरू देखाउँछु। हजुरहरू पनि अब दुबईमा बस्नुहुनेहरूलाई त थाहा भइहाल्छ यहाँनिर के पाउँछ सब्जी के पाउँदैन। अनि दुबई बसेर घर जानुभएको छ, नेपाल जानुभएको छ भने उहाँहरूलाई पनि थाहा भइहाल्छ के सब्जी पाइन्छ पाइँदैन भनेर। तर यहाँनिर चाहिँ एक्स्ट्रा सब्जीहरू पाउँदो रहेछ कि, त्यो हुन्छ केराको बोटको बाहिरको खोल निकालेर भित्रको त्यो पातले त्यो पनि सब्जी छ। अनि त्यो बाटोमा त साग पाउँदैन, त्यो यत्रो मोटो खालको गाईलाई काटेर दिन्छ नि चिप्ले खोले हाल्ने, त्यो पनि सब्जी नै खाएका छन्। अनि खोर्सानीको त्यो माथिको के भन्छ खोर्सानीको टुप्पा, खोर्सानीको बोटको के खोर्सानीको बोट देख्नु भएको छ नि, त्यसको टुप्पोको पनि साग खाँदो रहेछ। छक्क परेको म त। अरू कुरा किन गर्नुहुन्छ, आँप हेर्नु न कहाँ आँप पाउँछौँ हामीले। अब दुबईमा के छ भन्दाखेरि 200 भन्दा बढी देशका मान्छे छन् यहाँ होइन। कुनै देशमा कसैले के खान्छन्, कुनै देशमा कसैले के खान्छन्, अनि भयो सबै अभाइलेबल त हुनु पर्यो। अब त्यही भएर चाहिँ यहाँ सबै कुरो पाइने हो क्या, कारण त्यो। अब नेपालमा त हामीले प्रायः सबैको खाना एउटै त हुन्छ नि होइन र। अब माछा मासुमा कतिले केही चिजको मासु खान्छन् केहीको खाँदैनन्, त्यति मात्रै हो। तर साग सब्जीमा त सबै एउटै नै हुन्छ। खाना भयो अब यही धेरै भयो जबरजस्ती खाएको, यो लक लाग्यो। मलाई त मन परेन। मैले चाहिँ मेन किन खानासँग यो खोलेको भन्दाखेरि यो चाहिँ हामीले त्यतिकै खान सक्दैनौँ। यो चाहिँ हामीले त्यतिकै खायौँ भने चाहिँ मुख पोलेर घाँटी पोलेर एकदमै धेरै गाह्रो हुन्छ। यो चाहिँ हामीले त्यतिकै खायौँ भने पनि 1-2वटा खान्छौँ कि, त्यो सबै हामीले खान सक्दैनौँ थियौँ। अनि हामीले जति खानासँग खान्छौँ भनेको त्यो पनि हामीले खान सकिनौँ, किनभने यो एकदमै धेरै स्पाइसी छ। सायद हामीले स्पाइसी खाने कम गरेर पनि होला, पिरो खाने कम गरेर पनि होला, हामीलाई चाहिँ यो मिठो लागेन। हामीले चाहिँ खाना पनि खाइसक्यौँ, यो चाहिँ हामीले खान सकिनौँ। तर अब हामी ट्राई गर्न गइरहेको छौँ टुपियामको चिज बल। तर अहिले हामी ट्राई गर्दैनौँ, यो चाहिँ जस्ट ट्राईको लागि मात्र ल्याएको। मलाई अलिकति भए पनि यस्तो हुँदो रहेछ है भन्ने भएर चाहिँ मैले चाहिँ उहाँलाई टेस्ट गराउन ल्याएको थिएँ। हेरौँ अब उहाँले योलाई चाहिँ के भन्नुहुन्छ, यसलाई चाहिँ नो भन्नुभयो। उहाँले नेक्स्ट टाइम यो नो नै भन्नुहुन्छ। 80-20 मलाई चाहिँ मन परेन। 80-20 कसरी भन्दाखेरि 20% चाहिँ अरू कुनै अब केही नभएको बेला यसो मन्चिङको लागि ठिक हुन्छ। यसो पिरो चटपटी खाऊँ न त मिक्स गरौँ भन्दाखेरि त्यतिखेर चाहिँ यो मिठो हुन्छ, मिक्सरमा हुन्छ। तर यो एक्लै चाहिँ अलोन यो यत्तिकै खाँदाखेरि चाहिँ नो। तर हामीले चटपटी खान गइरहेको छौँ या त्यस्तो केहीमा मिक्साएर खान गइरहेको छौँ, यो चाहिँ मिठो हुन्छ। फेरि चटपटीमा चाहिँ एकदमै धेरै मिठो हुन्छ। अब हामी लास्टमा चाहिँ यो ट्राई गर्नेवाला छौँ, हेरौँ यो चाहिँ कस्तो हुँदो रहेछ। अनि यो पनि प्राय नेपालको जस्तो यहाँनिर चिजबलहरू पाउँदैन, भेनिगर मिसाएको या के हुन्छ। यो चाहिँ सलादको लागि हो। यो चाहिँ नेपालको जस्तै टेस्ट छ अरे यसको कि, यसको टेस्ट चाहिँ त्यही भएर मैले ल्याएको छु। अब हेरौँ हामी चिजबल र यो लेज चाहिँ कतिखेर ट्राई गर्छौँ थाहा छैन, किनभने हामी खाना खाइसकेर फुल भइसकेको छौँ। अनि म भेट्नेछु हजुरहरूलाई फेरि यो टेस्ट गर्ने बेलामा। हेरौँ उहाँको रियाक्सन कस्तो हुनेछ। उहाँले यसलाई चाहिँ नो नै भन्नुभयो है, यसलाई चाहिँ नो। नेक्स्ट भिडियो। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम माई नेक्स्ट डे नेक्स्ट ब्लग। स्वागत छ सबैजनालाई। सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। अनि आज रहेको छ असार 15 अनि हामीले चाहिँ दही चिउरा रेडी गरिसकेको थियौँ। अनि हिजोको दिनमा चाहिँ छुट्टी भएको हुनाले हामी दुवैजनाले सँगै खाना खाएको थियौँ। अनि खाना खाइसकेपछि हामीले चाहिँ
बाहिर जानुपर्ने भयो अनि हामीले चाहिँ यो चिज बल ट्राई गर्न पाएको थिएनौँ अनि आज चाहिँ हामी यो ट्राई गर्न गइरहेको छौँ। यो चाहिँ मलाई चाहिँ मिठो लाग्छ चिज बल, मलाई जुनै पनि मिठो लाग्छ। म चाहिँ उहाँलाई ट्राई गर्न दिँदैछु किनभने यो 2 PM को चिज बल उहाँले ट्राई गर्नुभएको थिएन अनि हिजो कुरकुरे चाहिँ ट्राई गऱ्यौँ हामीले, तर कुरकुरे चाहिँ त्यति धेरै मिठो थिएन। फेरि आज ट्राई गर्न गइरहेको छौँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला के कस्तो रह्यो अनि हजुरहरूले मलाई कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिन सक्नुहुन्छ। अनि अगाडिको भिडियोहरू पनि हेरिदिनु भएको छैन भने पनि हेरिदिनु होला। अनि आज चाहिँ रहेको छ असार 15 अनि हाम्रोतिर चाहिँ दही यसरी पाउँछ डिब्बामा अनि हामीले दुध ल्याएर जमाउँदाखेरि चाहिँ जम्दैन किनभने यहाँ एसी सबै रुमहरूमा एसी हुन्छ, एसीको चिसोले गर्दाखेरि चाहिँ दही जम्दैन अनि हामीले चाहिँ यसरी ल्याएको छौँ। अनि चिउरा नेपालतिर त चिउरा आफ्नै घरमा कुटेको चिउरा हुन्छ, तर हामीले चाहिँ प्याकेटको ल्याएको छौँ। अनि सुरुमा चाहिँ हामी यो ट्राई गर्न गइरहेको छौँ किनभने हिजो हामीले ट्राई गर्न सकेनौँ। हिजो चाहिँ हामी खाना खाएर फुल भइसकेको थियौँ अनि हामीले पछि ट्राई गर्ने भनेको थियौँ, तर हिजो चाहिँ हामीसँग टाइम भएन, बेलुका ढिलो भयो अनि त्यसरी चाहिँ हामी बाहिर गएको हुनाले अनि आज चाहिँ हामी सुरुमा यो ट्राई गर्नेवाला छौँ। हेरौँ कस्तो छ यसको फ्लेभर। नेपालमा चाहिँ मिठै हुन्थ्यो। अनि यो चाहिँ मैले ल्याएको चाहिँ इन्डियन मार्केटबाट, त्यहाँनिर मैले यो 2 PM चिज बल देखेको थिएँ अनि यो चाहिँ हामी सुरु गर्न गइरहेको छौँ। अनि असार 15 को हजुर सबैजनालाई धेरै धेरै शुभकामना। खोल्नु न त ट्राई कत्रो ठुल्की भुक्क परेको अनि यो चाहिँ रहेको छ हर्बल टी। हामी चाहिँ जहिले पनि यस्तो टी खान्छौँ। यो चाहिँ बेलुका भिजाएर राख्नुपर्ने हुन्छ अनि त्यसपछि बिहान चाहिँ खानुपर्ने हुन्छ। यो चाहिँ ब्लड प्युरिफाई हुन्छ अनि यसले चाहिँ एकदमै धेरै डिटक्स गर्छ ब्लडलाई। अनि हामी चाहिँ जहिले पनि यो बेलुका नै भिजाएर राख्छौँ अनि बिहान चाहिँ हामी यो खान्छौँ। यहाँ हुँदा चाहिँ हामी ट्राई गरिरहेको छौँ। नेपालको यो चाहिँ के हुन्छ के सुरु गर्ने पहिले यो खाऊँ अनि हामीले चाहिँ सुरु गर्न गइरहेको छौँ। हजुरहरूले पनि खानुभयो होला दही चिउरा। अनि हाम्रो बिहान चाहिँ कति बजे भएको छ भने अहिले 3 बजिसकेको छ अनि हाम्रो चाहिँ बिहान अहिले 3 बजे भएको छ। अनि अब यति खाएर चाहिँ हामी सबैजना आफ्नो कामतिर लाग्नुपर्ने हुन्छ अनि हाम्रो बिहान चाहिँ 3 बजे भयो। अनि यहाँनिर चाहिँ कत्रो कोलाहरू पाउने हेर्नु न, कत्रो ठुलो हुन्छ। एउटै खायो भने अगाइन्छ, कत्रो ठुलो हुन्छ कि नेपालमा यत्रो पाउँदैन नि, यत्रो हुँदैन नि। यहाँ चाहिँ किन यस्तो हुन्छ। अनि अर्को कुरा भनेको मैले चाहिँ आँप लिएर आएको थिएँ। आँप चाहिँ बाहिरबाट हेर्दाखेरि चाहिँ यस्तो पाकेको देखिन्छ तर भित्र चाहिँ पाकेको रहेन रहेछ। अब यो गुलियो छ कि छैन, यो चाहिँ अमिलो छ जस्तो छ। बाहिरबाट हेर्दा चाहिँ कस्तो मजाले पाकेको देखिन्छ अनि भित्र चाहिँ यस्तो छ। तर टेस्ट गर्नु न। सेमको पहिले चिज बल आउँछ नि, कस्तो चिज हामी सानो हुँदाखेरिको चिज बल आउँथ्यो नि, सानो प्याकेटवाला हुँदैन छैन नि यस्तो फ्लेभर। अनि हामी चाहिँ अब टेस्ट गर्न गइरहेको छौँ कस्तो रहेछ 2 PM को चिज बल। अनि यहाँनिर रहेको छ लेज। यो चाहिँ नेपालको फ्लेभर हो भनेर ल्याएको मैले टेस्ट गर्नको लागि चाहिँ। मिठो छ, मलाई त मिठै लाग्छ चिज बल त। तर यसमा चाहिँ धेरै नै यो चिजहरू यो बाहिरको चाहिँ एकदम धेरै। यो चाहिँ दुबईमा पाएको 2 PM चिज बल रहेछ। अनि हिजो चाहिँ हामीले कुरकुरे ट्राई गरेको थियौँ। कुरकुरे चाहिँ हामीलाई त्यति धेरै मन परेन तर चिज बल चाहिँ मिठो छ। यो चाहिँ अनियन लेजको रिप्लेसमेन्ट जस्तो लाग्यो मलाई। अलमोस्ट सिमिलर फ्लेभर छ यसको चाहिँ। प्रिनिथी अरे स्वादमा नम्बर 1 किनभने यहाँनिर चाहिँ अब त्यो भेनिगर मिसाएको कि त केचप मिसाएको मात्रै हुन्छ नि त। नेपालको जस्तो आलुको पनि फ्लेभर छ, प्याजको पनि फ्लेभर छ, स्प्रिङ अनियनको फ्लेभर आउँछ नि त, फ्रेसनेस। त्यो नेपालमा ठुलो किन्छौँ नि हामीले 60-70 मा पनि त्यस्तै छ टेस्ट। मिठो
हामीलाई चाहिँ हिजो कुरकुरे चाहिँ त्यति धेरै मिठो लागेन, तर चटपटेहरूमा खाँदाखेरि चाहिँ त्यो मिठै छ, तर त्यतिकै खाँदा चाहिँ मिठो लागेन मलाई। तर हामीले यो 2 PM र यो चाहिँ नेपालकै फ्लेभर पायौँ र एकदमै धेरै मिठो लाग्यो मलाई चाहिँ। कस्तो लाग्यो यो पनि एकदमै धेरै चिजी, एकदमै धेरै मसलाहरू मिसाएको छ क्या यहाँ हो। त्यो तिनटाको कम्पेयर गर्दा यो फर्स्ट, त्यो सेकेन्ड, चिप्स लास्ट। तर थाहा छ त्यो सौरभले खायो नि, उसलाई मिठो लाग्यो नि त्यो सौरभले हिजो राति खायो त अलिअलि मिठो लाग्यो अरे फेरि मलाई। अनि हामीलाई चाहिँ त्यो त्यति धेरै मिठो लागेन, तर यो लेज र चिज बल चाहिँ एकदमै धेरै मिठो रहेको छ। अनि फ्लेभर पनि एकदमै धेरै मिठो छ क्या। हामीले त यो जस्ट ट्राईको लागि मात्र ल्याएको के कस्तो रहेको छ भनेर, किनभने हामीले नेपालमा मात्र खाएको थियौँ, यहाँ आएर चाहिँ हामीले खाएको थिएनौँ। अनि हामीले चाहिँ यहाँ ट्राई गऱ्यौँ, हामीलाई चाहिँ मिठो लाग्यो, नेपालको जस्तै फ्लेभर छ होइन। मलाई यो चाहिँ मन परेको चिप्स, नेपालको जस्तै फ्लेभर छ, मलाई चाहिँ मिठो लाग्यो। तर कुरकुरे चाहिँ मलाई मन परेन, किनभने तातो खोर्सानीको एकदमै धेरै धुलो पाउडरहरू धेरै हालेको थियो, त्यही भएर त्यो चाहिँ मिठो थिएन। अनि हामी चाहिँ दही चिउरा खान गइरहेको छौँ। अनि हजुरहरूले पनि खाइसक्नु भयो होला, अहिले त नेपालमा राति पनि भइसक्यो, अनि यहाँ चाहिँ भर्खर 3 बज्दैछ। अनि हामीले चाहिँ छिटो छिटो खानुपर्ने हुन्छ, किनभने हामी चाहिँ आफ्नो अब कामतिर पनि लाग्नुपर्ने हुन्छ, किनभने ढिलो पनि हुन्छ। अनि हामी चाहिँ ट्राई गर्न गइरहेको छौँ। अनि अझै पनि हजुरहरू सबैजनालाई असार 15को धेरै धेरै शुभकामना। अनि आज त धान रोप्ने के हुन्छ नि है नेपालमा क्या। चिउरा मिठो छ, यो हरियाणाको रहेछ यो यो चाहिँ यस्तै फ्लेभर छ भनेर ल्याएको हो नि त। यो 2 PMहरू चाहिँ नेपालमै पाउँछ, हिजोको चिज बल र यो 2 PM चाहिँ नेपालमै पाउँछ, यो पनि नेपालमा पाउँछ। तर फ्लेभर चाहिँ हामीले नेपालको जस्तै पाउँछौँ भनेर ल्याएको, तर इन्डियाको रहेछ होइन। देख्न सक्नुहुन्छ यहाँ कोला पनि कस्तो ठुलो ठुलो पाउँछ कि, एउटै खायो भने अगाइन्छ। खानु न, केरा पाकेको रहेछ है क्या। यहाँ चाहिँ एप्पल, मलाई त यो आम मिठो छैन जस्तो लाग्यो। आम त मिठो छैन, मिठो रहेछ, मालदाको जस्तो छ फ्लेभर। नपाके पनि त्यस्तो अमिलो पनि छैन नि, मिठो छ। मिठो छ चिउरा। आँप काँचो भए पनि मिठो रहेछ है। धान रोप्ने कहाँ हो? नेपालमा त आज सबैजनाले धान रोपिराख्नु भएको छ होइन, पानी पनि परिरहेको होला नेपालतिर त है। अनि अब यहाँ त कहाँ धान रोप्नु जाने, कन्स्ट्रक्सन भएको ठाउँमा भित्र त छिर्न दिँदैन जिस्कायो भने। हिजो चाहिँ हामीले सालमा थाहा पाएको आज दही चिउरा खाने दिन हो भनेर, अनि त्यही भएर हामीले चाहिँ यसरी डिब्बामा ल्याउनु पर्ने भयो। तर हामीले दुध ल्याएर जमाएको भए पनि जम्दैन थियो होला, किनभने अब एसीको चिसो हुन्छ, अनि चिसोमा त जम्दैन दही। चिउरा मिठो लाग्यो मलाई। कस्तो लाग्यो? मिठो लाग्यो। आँप चाहिँ के अरे बाहिरबाट हेर्दा चाहिँ पाकेको, भित्र चाहिँ नपाकेको, तर खाँदाखेरि चाहिँ मिठो हो। त्यस्तो अमिलो पनि छैन। कोला पनि भोलि चाहिँ मजाले पाक्छ, यो आज नपाके पनि भोलि चाहिँ मजाले पाक्छ। बाहिर एकछिन राख्नु।
म त बाहिर त राख्छु भित्र अझै हालेको भयो तपाईँलाई दही मनपर्छ दही त्यो सबै सबै ए यहाँको नेपालको जस्तो दही पाउँदैन नि यहाँ आफूले जमाउँदा बेग्लै हुन्छ आफूले जमाउँदा पनि हुँदैन दुधकै टेस्टै बेग्लै हुन्छ अनि अब नेपालमा त फ्रेस दुधहरू पाइन्छ है यहाँ त फ्रेस दुध पाइँदैन यहाँ त डिब्बाको दुध हुन्छ अनि ल्याएर जमाउँदाखेरि पनि जम्दैन किन रुमहरू टेम्परेचरहरू एकदमै धेरै चिसो भएको हुन्छ किनभने यो जम्ने भनेको त तातोमा हो नि त नि होइन अनि चिसोले गर्दाखेरि चाहिँ जम्दैन अनि हामीले चाहिँ यसरी ल्याएको थियौँ अनि बिहानै खाली पेटमा धेरै खाना पनि मन लाग्दैन अनि आज चाहिँ हामीले अलिअलि यति मात्रै खाएको हामीले चाहिँ दही चिउरा पनि खायौँ अनि त्यस्तै भयो घरबाट बाहिर भइसकेपछि अब जे जस्तो हुन्छ जसरी जुर्छ जसरी मिलाउन सकिन्छ त्यसरी नै मिलाइन्छ अनि हामीले चाहिँ अब आफैले घरमा दुध नजमाएर दही नजमाएर भए पनि हामीले चाहिँ डिब्बाकै दही ल्याएर अनि प्याकेटकै चिउरा ल्याएर भए पनि हामीले चाहिँ ट्राई गऱ्यौँ अनि आज नेपालमा चाहिँ अब घरमै जमाउनुहुन्छ नि त नि है घरमै जमाउनुहुन्छ अनि घरमै कुटेको चिउराहरू हुन्छ अनि घरमै भएको केराहरू आँपहरू हुन्छ यहाँ चाहिँ हाम्रो अब त्यस्तो हुँदैन केही पनि अनि यो चाहिँ कति दिनको भएको हुन्छ क्या अनि दही पनि अमिलो थियो गुलियो थिएन नेपालमा चाहिँ कस्तो मिठो दही हुन्छ अनि यहाँ चाहिँ फ्लेभर पनि हुँदैन केही हुँदैन सादा हुन्छ अनि चिनी हालेर खाँदाखेरि पनि मिठो हुँदैन नेपालको जस्तो त हजुरहरूले पनि दही चिउरा खाइसक्नुभयो होला के कस्तो रह्यो हजुरहरूको दिन हजुरहरूले मलाई कमेन्टमा गएर कमेन्ट गरिदिनु होला कस्तो रह्यो भिडियो अनि परदेशी लाइफ चाहिँ यस्तै हुन्छ घरबाट बाहिर भइसकेपछि हामीले चाहिँ यसरी नै ल्याएर खाएको छौँ जे जस्तो भए पनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि मैले चाहिँ हिजोको भिडियोमा पुरै हाल्न नसके पनि आज चाहिँ हामीले सुरुमै सिजवाल र लेस ट्राई गरेको छौँ हामीलाई चाहिँ मिठो लाग्यो कस्तो लाग्यो ठिक छ 1 2 यो चाहिँ लेस चाहिँ 1 नम्बरमा आयो अनि त्यसपछि 2 PM चिजवाल चाहिँ 2 नम्बरमा अनि थर्डमा चाहिँ यो चाहिँ अब घरमा चाहिँ सबैजनाले खाइसक्नु पनि भयो होला अनि अहिले त घरमा बेलुका पनि भइसक्यो सायद साँझ पनि परिसक्यो अनि उहाँ चाहिँ बिहानको दही चिउरा खाएर दिउँसो खाना खाएर पनि अब बेलुकाको खाना पनि भइसक्यो होला अनि हाम्रो चाहिँ यहाँ भर्खर बिहान हुँदैछ अनि हामी घरबाट बाहिर बसिसकेपछि चाहिँ हामी यसरी म्यानेज गर्नुपर्ने हुन्छ अनि हामीलाई पनि अब होइन असार 15 अनि साउन 15 खिर खाने दिन अब आउँदैछ त्यो पनि अनि यस्तो हुन्थ्यो क्या त्यो तन्किन्थ्यो क्या यो भित्रको क्रिमहरू पनि तन्किन्थ्यो क्या किनभने यो फ्रिजमा राखेको हो नि त अनि एसीमा पनि बाहिर पनि यति धेरै रुममा पनि अब एसी चलिरहेको हुन्छ अनि एसी बिना बस्नु सकिँदैन किनभने यहाँ झ्यालहरू हुँदैन अनि हामीलाई चाहिँ 24 घन्टा एसी चाहिँ चाहिन्छ अनि एसीको चिसोले गर्दाखेरि पनि यो हार्ड भइसकेको हुन्छ क्या अनि फ्रिजमा पनि थियो नि त यदि हजुरहरू दुबईमा हुनुहुन्छ भने चाहिँ हजुरहरू यो पनि ट्राई गर्नु हजुरहरूले कुनाफा त ट्राई गर्नु नै भयो होला हजुरहरू यो पनि एकचोटि ट्राई गर्नु यो पनि कुनाफा जस्तै हो तर सिटी म्याक्स काम पनि भन्दै कहाँ पाइन्छ यो जहाँ पनि भयो होला नि यो मार्केटहरूमा अहिले यो जताततै छ क्या जस्तै कुनाफा चाउल जस्तै यो पनि जताततै पाइन्छ हाम्रो खाजा पनि भयो असार 15 पनि भयो अब ड्युटीतिर लागिन्छ दुवैजना ड्युटीमा लाग्नुभन्दा अगाडि सबै काम भ्याम भन्ने भयो अनि अब हामीले खाजा खाइसक्यौँ अनि अब सबै मिलाउनु पर्ने हुन्छ अनि त्यसपछि निस्किनु पर्ने हुन्छ अनि हजुरहरूले कसरी मनाउनु भयो असार 15 कमेन्ट गरिदिनु होला अनि आज हामी दुईजनाको भिडियो चाहिँ यस्तै रह्यो अनि घरबाट पर भए पनि हामीले चाहिँ असार 15 यसरी मनायौँ अनि
भिडियो के कस्तो लाग्यो भिडियो चाहिँ अन्तिमसम्म हेर्न नभुलिदिनु होला, लाइक पनि गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु। अनि असार 15 को हजुरहरू सबैजनालाई धेरै धेरै शुभकामना। अनि आजको भिडियो चाहिँ म यहीँ इन गर्छु। बाई एभ्रिवान।